हेलो एभ्रिवान, नमस्ते, स्वागत छ सबैलाई। आई होप तपाईहरु सबै सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। गरेर आजको टपिकतिर जाम है त। आजको मेरो टपिक चाहिँ यो रहेको छ कि मैले मेरो युट्युब जर्नीमा गरेको गल्ती, जो तपाईहरु त्यो गल्ती दोहोर्याउनु होला भनेर चाहिँ म यो भिडियो बनाउँदैछु। मैले चाहिँ युट्युब च्यानलमा पहिलो गल्ती चाहिँ यो गरेँ कि मेरो अकाउन्ट खोलेर एउटै मोबाइलमा हैन, दुईटा मोबाइलमा, एउटा मेरो मोबाइलमा एउटा मेरो बुढाको, दुईटा मोबाइलमा मेरो अकाउन्ट भयो र मैले चाहिँ एउटै किसिमको भिडियो हालेन कि फरक फरक किसिमको। आज चाहिँ मैले भ्लग हालेँ, भोलि चाहिँ कमेडी भिडियो, पर्सि चाहिँ मैले रियाक्सन भिडियो हालेँ। त्यो पनि मेरो दोस्रो गल्ती भयो। त्यस्तो गर्नु पनि हुँदैन रहेछ। हामीले हाल्ने चाहिँ एउटै किसिमको भिडियो हाल्नुपर्ने रहेछ कि आज हामीले भ्लग हाल्ने, भोलि पनि हामीले भ्लगै हाल्ने, तर अनि कुन टाइममा हाल्ने, कुन समयमा हाल्ने, कुन समय उपयुक्त हुन्छ। आज चाहिँ मैले यो भिडियो हालेपछि आज नहालेर भोलि हाल्ने कि जस्तै आज हामीले एउटै भिडियो चारवटा भिडियो एउटै दिन हाल्यौँ भने अनि 4 दिनसम्म एउटा भिडियो पनि नहालेपछि त्यसको कुनै अर्थ रहँदैन रहेछ। त्यस्तो हप्तामा 3 दिन हाल्ने या हप्तामा 4 दिन हाल्ने, आफूले चाहिँ यो दिन यो टाइममा भिडियो हाल्छु भनेर चाहिँ त्यो एउटा क्रिएट बनाउनु पर्ने रहेछ। त्यो पनि मेरो मेन गल्ती भयो। त्यही भएर चाहिँ मेरो 4000 5000 सब्सक्राइब पुगेको युट्युब च्यानल मोनिटाइजेसन भएन र युट्युबले चाहिँ आफै ब्लक गरिदियो। किनकि दुईटा मोबाइलमा मेरो आइडी लगइन भएर चाहिँ त्यो एउटा विश्वासिलो भरपर्दो आइडी नमान्दो रहेछ। दुईटा मोबाइलमा लगइन भयो, हामी चाहिँ दुईटैबाट हेर्ने भयो। अब मैले पनि युज गर्ने भएँ, मेरो बुढाले पनि युज गर्नुहुन्थ्यो, किनकि केही मैले गरेको साथ सपोर्ट गरौँला मलाई भनेर चाहिँ उहाँको अकाउन्टमा पनि मैले खोलिदिएँ। तर त्यो चाहिँ मेरो मेन गल्ती भइदियो र तपाईहरुले पनि त्यस्तो गल्ती नगर्नु होला। र मेरो अर्को गल्ती चाहिँ मैले एउटै किसिमको भिडियो हालेन, फरक फरक किसिमको भिडियो हालेर टाइममा हालेन, टाइम टु टाइममा हाल्नुपर्ने रहेछ। अनि त्यसपछि भिडियोलाई चाहिँ टाइम दिनुपर्ने रहेछ। मैले चाहिँ आज भिडियो हाल्थेँ अनि 1 महिनापछि पनि हाल्ने, कहिलेकाहीँ चाहिँ 2 महिनापछि हाल्ने, त्यो 1 वर्षसम्म मेरो 6-7 महिनापछि 7-8 महिनापछि चाहिँ मेरो च्यानललाई युट्युबले अटोमेटिक नै आफै ब्लक गरिदिनु भयो। तर मोनिटाइजेसन हुने च्यानललाई चाहिँ मेरै गल्तीले, मैले मेरै कारणले ब्लक गराएँ। तपाईहरुले चाहिँ युट्युब च्यानल खोल्नुहुन्छ भने एउटा राम्रो इमेल, गुगल, जीमेल मार्फत एउटा युट्युब च्यानल खोल्नु होला र युट्युब च्यानल खोलिसकेपछि चाहिँ आफूले चाहिँ आफ्नै मोबाइलमा एउटै मोबाइलमा युज गर्नु होला। अनि त्यसपछि चाहिँ आफूले कस्तो भिडियो बनाउने, त्यो कन्टेन्ट अगाडि क्लियर गर्ने, आफूले कस्तो किसिमको भिडियो बनाउने। जस्तै आफूले रियाक्सन भिडियो बनाउनुहुन्छ भने तपाईँ रियाक्सन मात्र भिडियो हाल्नु होला, तपाईँ कमेडी भिडियो बनाउनुहुन्छ भने कमेडी हाल्नु होला, र तपाईँ भ्लग बनाउनुहुन्छ भने भ्लग हाल्ने, मिनी भ्लग बनाउनुहुन्छ भने भ्लग मिनी भ्लग हाल्ने हैन। तपाईको बच्चा छ भने बच्चाको भिडियो हाल्ने। तर मैले गरे चाहिँ गल्ती नगर्ने र एकैचोटी चाहिँ म 1 घण्टाको भिडियो, लङ भिडियो नहाल्ने। किनकि सुरुमा हाम्रो सब्सक्राइबरहरू थोरै हुन्छन् र इरिटेसन हुन्छन् कि उनीहरूलाई चाहिँ हामीले भिडियो लङ टाइमसम्म हेर्नु हुँदैन। सुरुमा चाहिँ 5 मिनटको, 3 मिनटको, 6 मिनटको, धेरै लामो 10 मिनटको हाल्ने, त्योभन्दा धेरै लामो 20-25 मिनटको नहाल्ने। आशा छ तपाईले युट्युब च्यानल खोलेपछि मेरो जस्तो गल्ती नगर्नु होला भनेर, किनभने मैले चाहिँ आफ्नो गल्ती सेयर गरेको तपाईहरुलाई केही सहज होला भनेर हो। मैले युट्युबलाई त्यति धेरै टाइम पनि दिएन। मलाई चाहिँ 5000 सब्सक्राइब पुगेको थियो। मेरै लापरवाहीले आज मैले ब्लक भएर नयाँ आइडी खोलेँ। नयाँ आइडीमा चाहिँ भर्खर अस्ति मात्रै खोलेको। हेरौँ यो आइडीले कस्तो हुन्छ, मलाई पनि केही युट्युबमा गर्ने मन छ। त्यही भएर चाहिँ मैले तपाईहरुलाई पनि सेयर गरेको। मेरो भिडियोलाई धेरैभन्दा धेरै सेयर गरिदिनु होला, लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला। र म तपाईहरुलाई यस्तो भिडियो चाहिन्छ भने अझै यस्तो भिडियो बनाउँछु। मेरो केही कमी कमजोरी छ भने कमेन्ट मार्फत मलाई भन्नु होला। मलाई साथ सपोर्ट गर्नुहुन्छ भन्ने आश गरेको छु। र धन्यवाद मेरो भिडियोलाई तपाईले लास्टसम्म हेरिदिनु भयो।